हेलो नमस्ते साथीहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा लिएको छु। साथीहरु आज तपाईको लागि मैले यदि तपाईले नेपाल राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ, तपाईले राष्ट्रिय परिचय पत्रको अनलाइन फर्म भर्नु भएको छ, तपाईले आवेदन दिनु भएको छ भने राष्ट्रिय परिचय पत्रको आवेदन तपाईले दिइसक्नु भएको छ र अब तपाईले राष्ट्रिय परिचय पत्र आफ्नो कहाँसम्म पुग्यो त राष्ट्रिय परिचय पत्र तपाईको बन्यो कि बनेन भनेर तपाईले अनलाइनबाट चेक गर्न सक्नुहुन्छ हैन। तपाईको लगभग साथीहरु राष्ट्रिय परिचय तपाईले आवेदन दिइसकेपछि तपाई फर्म भरिसकेपछि साथीहरु तपाईले तपाईको सबै किसिमको प्रक्रिया पूरा भइसकेपछि साथीहरु यसमा तपाईको लगभग 2 साल 2 इयर्स जति टाइम लिन्छ। त्यसपछि तपाईले आफ्नो मोबाइलमा गएर साथीहरु मोबाइल या कम्प्युटरमा तपाईले आफूले चेक गर्न सक्नुहुन्छ अनलाइनबाट। यो कसरी तपाईले चेक गर्न सक्नुहुन्छ सबै कुराहरु मैले आफ्नो यो मोबाइल स्क्रिनमा लिएर देखाउन गइरहेछु। ढिलो नगरिकन साथीहरु मैले डाइरेक्ट मेरो मोबाइल स्क्रिन लिएर जाँदा छु। साथीहरु मैले आफ्नो मोबाइल स्क्रिन ओपन गरिसकेको छु। सबैभन्दा पहिले तपाईले यहाँ आफ्नो गुगल ओपन गर्नु होला। गुगल क्रोम ओपन गरेर राष्ट्रिय परिचय पत्र चेक भनेर सर्च गर्न सक्नुहुन्छ। यसमा राष्ट्रिय परिचय पत्रको अवस्था ढाँचा भन्ने यसमा क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ अप्सन दिएको छ आवेदन नम्बर या तपाई आफ्नो राष्ट्रिय परिचय पत्रबाट नम्बरबाट तपाईले यहाँ चेक गर्न सक्नुहुन्छ। जस्तै तपाईलाई राष्ट्रिय परिचय पत्र नम्बर आएको छैन देखाएको छैन भने तपाईको उसमा आवेदन नम्बर भन्ने छ, आवेदन नम्बर राख्न सक्नुहुन्छ यसमा। जस्तै मैले अब तल चाहिँ क्याप्चा नम्बर भनेर क्याप्चा नम्बर चाहिँ तपाईले जस्तो त्यसरी राख्नुपर्ने हुन्छ। यहाँ राम्रोसँगले हेरेर राख्नु होला क्यापिटल लेटर स्मल लेटरमा के छ हैन। मैले यहाँ खोज्दै छु भन्नेमा क्लिक गर्नु, यसरी क्लिक गर्दिनु। अब हेर्नु यहाँ तपाईको आवेदन स्वीकृत भएको छ, तपाईको राष्ट्रिय परिचय नम्बर यति हो, तपाईको कार्ड जारी भइसकेको छ भनेछ। अब तपाईले यसो भनिसकेपछि तपाईले आफ्नो नजिकको इलाका कार्यालय गएर तपाईले आफूमा गएर तपाईले चाहिँ यो नागरिकता बनाउने ठाउँमा गएर तपाईले आफ्नो कार्ड इजिली तपाई उताबाट रिसिभ गर्न सक्नुहुन्छ। अब यो त भइसक्यो साथीहरु, तपाईको यो कार्ड आइसकेको छ। यदि तपाईको कार्ड आएको छैन भने कस्तो देखाउँछ साथीहरु, म यहाँ क्यान्सल गर्छु। एउटा अर्को कार्ड नभएको देखाउँछु तपाईलाई। खोज्नमा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ तपाई यसमा के तपाईको आवेदन स्वीकृत भएको छ, तपाईको राष्ट्रिय परिचय नम्बर यति हो, तपाईको कार्ड छापिने क्रममा रहेको छ। केही समयपछि तपाईको विवरण दर्ता गरेको स्थानमा कार्ड आएपछि एसएमएस मार्फत तपाईले पठाइन्छ भनेर लेखेको छ। यदि तपाईको कार्ड रेडी भएको छैन, यो प्रक्रियामा जारी छ भने चाहिँ यसरी देखाउँछ है साथीहरु। यो तपाई किनकि यो अहिले भर्खर बनाएको कार्ड हो, त्यही भएर यो अहिले बनेको छैन यसरी देखेँ। अब तपाईले जो बनिसकेको कार्ड चाहिँ जो छ नि त्यो कसरी तपाईले पुरा तपाईले हेर्न सक्नुहुन्छ। त्यो कार्ड पुरा कार्डको रूपमा तपाईले डाउनलोड गर्न सक्नुहुन्छ, क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ त्यो कार्डहरु चाहिँ। त्यसको लागि चाहिँ तपाईले जस्तै यता तल यसो तपाईले राष्ट्रिय परिचय पत्र चेक यसरी चेक भन्ने लेखिसकेको साथीहरु। तपाईले तल एप्लाई फर नेशनल आइडी चेक स्टार्ट भन्ने छ, यसमा क्लिक गर्नु होला। र यसमा के गरिसकेको साथीहरु तपाईले यहाँ थ्री डटमा गएर डेस्कटप मोडलाई ओपन गरिदिनु होला। मैले ओपन गरिसकेको छु अलरेडी। त्यसपछि यहाँ पुरा नाम भन्ने छ, नेपालीमा राख्नु होला। यहाँ पुरा नाम चाहिँ आफ्नो नेपालीमा राखिदिनु होला। जस्तै यहाँ नेपालीमा पुरा नाम मैले यहाँ नेपालीमा पुरा नाम राख्न गइरहेछु। जस्तै नेपालीमा नाम राखिसकेको छु। अब यहाँ पुरा नाम इङ्ग्लिसमा भनेछ, इङ्ग्लिसमा नाम राखिदिनु होला। त्यसपछि जन्म मिति जो तपाईको राष्ट्रिय परिचयमा राख्नु भएको डेट अफ बर्थ राखिदिनु होला नागरिकता अनुसारको है। यसमा डेट अफ बर्थ भनेछ, डेट अफ बर्थ राखिदिनु होला। त्यसपछि साथीहरु तल नागरिकता जारी मिति तपाईको नागरिकता बनेको जारी मिति राख्दिनु होला। त्यसपछि साथीहरु यहाँ क्याप्चा भन्ने छ, क्याप्चा यहाँ तल टाइप गर्नु होला। अब यहाँ हेर्न सक्नुहुन्छ यहाँ तपाईको यहाँ यो कार्ड देखाउने छ है। यसको कार्डको तपाईले स्क्रिनशट राख्न सक्नुहुन्छ। साथै तपाईले हाम्रो भिडियो देखिसक्नु भएको छ। तपाईले पनि यदि तपाईले आफ्नो राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिइसक्नु भएको छ, सबै प्रक्रियाहरु पुरा गरिसक्नु भएको छ भने चाहिँ तपाईको 1-2 सालपछि तपाईले बीचमा पनि तपाईले चेक गर्न सक्नुहुन्छ तपाईको परिचय पत्र कहाँसम्म पुग्यो। तपाईले सबै कुराहरु मेरो यो डिटेलबाट तपाईले देखिसक्नु भएको छ। आशा गर्छु तपाईलाई यो भिडियो राम्रो लाग्यो होला।
साथीहरू तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि तपाईँलाई हाम्रो भिडियो राम्रो लागेछ भने तपाईँले आफ्नो हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र हाम्रो टेक्निकल टप आरजी युट्युब च्यानललाई सब्सक्राइब जरुर गर्नुहोला। यस्तै नयाँ टेक्निक जानकारी साथ म फेरि पनि तपाईँको सामुन्ने उपस्थित हुनेछु। हवस् त, धन्यवाद, नमस्ते।